यो मुलुक दुई ढुङ्गा बीचको तरुल जस्तो छ। प्रजा मोटा भया दरबार बलियो रहन्छ। राजाका भण्डा भनेका रैतानहरू हुन्। मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो। सबैमा चेतना भया। मान्छेहरू भन्ने गर्छन् समयसँगै सबै कुरा मेमोरिजमा हराउँछन्, तर केही यस्ता शब्दहरू र छायाहरू हुन्छन् जसले हामीलाई कहिले पनि छाड्दैनन्, सधैँ हामीलाई प्रश्न गरिरहन्छन्। हामीलाई लाग्छ राजनीति हाम्रो विषय होइन, तर हाम्रो पासपोर्टको रङदेखि हामीले खाने खाद्यान्नको मूल्यसम्म सबै कुरा एउटा सानो बाकसमा खस्ने भोटले तय गर्छ। हामी त्यो जेनेरेसन हौ जसले सपना देख्न सिक्दै गर्दा त्यो सपनाको मूल्य कस्तो हुन्छ भनेर देख्यौँ। हाम्रो उमेरका केही साथीहरूलाई जसले भोलिको उज्यालोको लागि आफ्नो आज सेक्रिफाइस गरे, तर के का लागि? कुनै एउटा नेतालाई जिताउन? पक्कै पनि होइन। हामीले त एउटा न्यायपूर्ण देशको लागि लडेका थियौँ। यो देशको नागरिक हुनु केवल एउटा आइडेन्टिटी मात्र होइन, यो त त्यो अधुरो यात्रालाई अर्थपूर्ण बनाउने एउटा सङ्कल्प हो। आज हामी यस्तो मोडमा छौँ जहाँ हाम्रो एउटा निर्णयले भोलिको पुस्ताको इतिहास कोर्नेछ। हामी के त्यो जिम्मेवारीको गम्भीरतालाई बुझ्न तयार छौँ कि हामी फेरि त्यो इतिहास दोहोऱ्याउन चाहन्छौँ? एउटा अङ्क मात्र त होइन नि 76, यी त अधुरा सपनाका लावालस्कर हुन्। हामी जस्तै कलेजका झुला बोक्ने काँधहरू जसले देशको माटोमा आफ्नो आज बिसाए। कोही हाँस्थे होलान्, कोही भोलिको चिन्ता गर्थे होलान्, कोही हिमाल जस्तै अटल सपना कोर्थे होलान्। आज उनीहरू त छैनन्, तर एउटा ऋण छोडेर गएका छन्, हाम्रो ममताले थिचेको एउटा निशब्द ऋण। हामी मध्ये धेरैलाई लाग्छ 76 केवल एउटा नम्बर हो, न्युज हेडलाइनमा आएको एउटा स्ट्याटिक डाटा। तर त्यो एउटा नम्बरभन्दा माथि उठेर हेर्ने हो भने त्यो 76 वटा अधुरै सपनाहरू हुन्। उनीहरू हाम्रै उमेरका थिए, भोलिको चिन्ता गर्ने र एउटा समुन्नत नेपालको सपना देख्ने। केही व्यक्तिहरूले भनेका पनि थिए, कलेज पढ्ने विद्यार्थी किन प्रोटेस्टमा जानु पर्थ्यो? यसको आन्सर सरल छ, किनकि उनीहरूलाई थाहा थियो कि हाम्रो ममता नै यो देशको सबैभन्दा ठुलो दुश्मन हो। उनीहरूले सडकमा गएर बोलिदिए किनकि हामी घरभित्र चुप थियौँ। अब फागुन 21 नजिक आउँदै गर्दा हामीमाथि एउटा निशब्द ऋण छ। यो ऋण पैसाको होइन, यो ऋण अस्तित्वको हो। त्यो 76 जनाको बलिदानले हामीलाई एउटा अप्सन दिएको छ कि हामी पुरानै भुलहरूलाई स्वीकार गर्ने कि एउटा नयाँ थितिको थलानी गर्ने, कि हामी उनीहरूको त्यो मौन बलिदानलाई केवल एउटा बिदाको दिन बनाएर हराउन दिन्छौँ त? आज हाम्रो मोबाइलको स्क्रिनदेखि सडकको भित्तासम्म खाली नोइज मात्र रहेको छ। हरेक उम्मेदवारको ठुलो स्वर, हरेक पार्टीको नयाँ आश्वासन र सोसल मिडियाको त्यो कहिल्यै नसिद्धिने झगडा हामीलाई थकाउन खोजिएको छ, हामीलाई कन्फ्युज पार्न खोजिएको छ। किनकि जब हामी थाक्छौँ तब हामी चुप बस्छौँ, र जब हामी चुप बस्छौँ पुरानै थितिले जितिरहेको हुन्छ। उनीहरूको सबैभन्दा ठुलो हतियार हाम्रो एक्जर्सन हो। उनीहरू चाहन्छन् कि हामीलाई लागोस् सबै उस्तै त हुन् नि, भोट हालेर के हुन्छ र? तर दी 76ले हामीलाई थकाउन होइन, बिउजाउन आफ्नो जीवन दिएका थिए। फागुन 21 को यो इलेक्सन केवल एउटा इभेन्ट मात्र होइन, यो त्यो नोइजभन्दा माथि उठेर ट्रुथ छान्ने परीक्षा हो। हामीले उम्मेदवारको फेस होइन, उनीहरूको इन्टेन्ट हेर्नुपर्छ। हामीले उनीहरूको स्पिच होइन, हाम्रो निड्स हेर्नुपर्छ। किन हामी यो इलेक्सन स्किप गर्न सक्दैनौँ? किनकि हाम्रो एब्सेन्स नै गलत मान्छेको प्रेजेन्स हुन जान्छ। फागुन 21 नजिक आउँदै गर्दा हामी धेरै कन्फ्युज छौँ। बिना सपोर्ट हामी कसरी सही निर्णय लिने? आन्सर नेताको स्लोगनमा होइन, हाम्रो विवेकमा छ। मतदान गर्नुभन्दा पहिला आफूले आफूलाई यो 3वटा प्रश्न गर्नुहोस्, आफूले आफूलाई 3वटा किन सोध्नुहोस्। एकचोटि सोचे हेर्नुहोस्, त्यो उम्मेदवार भिडको पछि लाग्छ कि उसको आफ्नै एउटा भिजन छ? किन हामी केवल चिन्ह हेर्छौँ? यसपटक उसको कर्म हेर्नुपर्छ,
उसले बोलेको होइन, उसले गरेको कुरा। उम्मेदवार हिरो हुनु पर्दैन, उसको योजना हिरो हुनुपर्छ। किन हामी इमोसनमा भुल्छौँ? उसको म्यानिफेस्टोमा हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारको ठोस ब्लुप्रिन्ट छ कि छैन, त्यो एकचोटि हेरौँ। किन हामी केन्द्रको नेताको मात्र कुरा गर्छौँ? हाम्रो घर दैलोमा आउने प्रतिनिधि कस्तो छ? किनकि भोलिको नेपाल सडकको धुलोदेखि नै सुरु हुन्छ। मतदान गर्नु भनेको केवल स्ट्याम्प फान्नु होइन, यो त हाम्रो स्ट्यान्डर्ड सेट गर्नु हो। हामीले जस्तो उम्मेदवारलाई भोट दिन्छौँ, हामीले त्यस्तै भविष्य स्वीकार गर्दैछौँ। आफ्नो नाम र डिटेल्स इलेक्सन कमिसन अफ नेपालमा गएर चेक गर्नुहोस्। आफ्नो भोटलाई इन्भ्यालिड हुन नदिनुहोस् एउटा कन्फ्युजनको कारणले। फागुन 21 को बिहानी हामी प्रत्येकको आवाज एउटा मतपत्रमा सीमित हुनेछ। तर त्यो सञ्चित निर्णयभित्र दी 76 को सपना लुकेको हुनेछ। उनीहरूले हामीलाई एउटा यस्तो मौका दिएर गए जसको लागि उनीहरूले आफ्नो सबै कुरा त्यागिदिए। आजको वाइको उत्तर सरल छ। हामी भोट हाल्छौँ किनकि हामी फेरि कसैको बलिदान हुन दिन चाहदैनौँ। हामी भोट हाल्छौँ ताकि हाम्रो भावी पुस्ताले सडकमा होइन, सिस्टममा विश्वास गर्न सकोस्। दी 76 ले आफ्नो भाग्य कोर्न पाएनन्, तर हामी पाएका छौँ। यो इलेक्सन कुनै पार्टीको होइन, यो हाम्रो हो। यो दी 76 को यात्रालाई सार्थक बनाउने हाम्रो अन्तिम सङ्कल्प हो। थिङ्क वाइजली, भोट वाइजली, किनकि आजको हाम्रो मौन निर्णयले नै भोलिको इतिहास बोल्नेछ। जय नेपाल। सुगन्ध शोभित जय जय